यसरी सधैँ बेरोजगार भएर हुँदैन यार, केही न केही त गर्नै पर्छ भनेर सोच्दै थिएँ, फ्याट्टै याद आयो म कहाँ बेरोजगार छु त नि। म त यस्तो राम्रो कम्पनीमा काम गर्छु, मेरो मालिकहरू जम्मा 4 जना हुनुहुन्छ। अनि मेरो काम भनेको चाहिँ एकदम सजिलो छ है। फेरि भात पकाउने, भाँडा मस्काउने, लुगा धुने अनि घर सफा गर्ने। तलब झन् एकदमै राम्रो छ क्या, यस्तो राम्रो तलब छ। मोबाइलको रिचार्ज अनि खाना 2 छाक, कहिलेकाहीँ मन परेको खाजा अनि पुरै एउटा स्क्रिप्ट सोचिसके पछाडि वर्षमा एकचोटि जति घुम्न जान पनि पाइन्छ। अनि लुगा पनि 3-4 चोट पाइन्छ एक वर्षमा। यस्तो राम्रो तलब, यस्तो राम्रो सुविधा छ अनि काम पनि एकदमै सजिलो छ। अनि त्यही माथि गाली त बिहान उठेदेखि बेलुका नसुतेसम्म अनलिमिटेड हो क्या, यस्तो राम्रो छ। एकदमै राम्रो कम्पनीमा काम गर्छु मैले चाहिँ। अनि तपाईँहरूले चाहिँ कस्तो कम्पनीमा काम गर्दै हुनुहुन्छ त? अनि तलब सलब कस्तो छ तपाईँहरूको चाहिँ?